ल तेरो नाम के बाबु? मेरो नाम इन्द्र अधिकारी। नानीको? कृष्ण अधिकारी। कति क्लासमा पढ्छ उ? 4। म 3 क्लासमा। तिम्रो स्कुलको नाम के हो? श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कालाकोला कालीमाटी गाउँपालिका वडा नम्बर 2 सल्यान। इन्द्र कति क्लासमा पढ्छ बाबु? 3 कक्षामा। कृष्णले? 4। 4 र 3 क्लासमा पढ्छौ। कति वर्षका भयो? म 11। 9 वर्ष र 11 वर्ष भयो नि। तिम्रो क्लासमा कुन कुन विषय पढाइ हुन्छ? नेपाली, गणित, अंग्रेजी, कालीमाटीको सेरोफेरो, हाम्रो सेरोफेरो। कतिवटा विषय भयो? हाम्रा 5वटा विषय भयो। कति 5वटा विषय पढाइ हुन्छ हैन तिम्रो स्कुलमा क्लासमा? मेरो 7वटा। तिम्रो 7वटा? कुन कुन विषय? स्वास्थ्य, इंग्लिश, म्याथ, गणित, विज्ञान, सामाजिक, कालीमाटीको सेरोफेरो। साइन्स हुन्छ कि हुन्न? साइन्स हुन्न। अनि इंग्लिश हुन्छ। सोशल हुन्न। सोशल हुन्न नि। ल इन्द्र बाबुले भने 1 to 20 सम्म भन्छ। 20 सम्म 20 भन्न कतिसम्म जाने? ल भन्न कतिसम्म? ON1 TW2 THRE3 FOUR4 FIV5 SIX6 SCVN7 EIGA8 NINE TN 10 त्योभन्दा माथि जान्दैन नि? 1 अनि 11 को मात्र जान्छु। ल भन त। ELEVN अब TWL V12 को? 12 को जान्छ। तैले भन। मैले 20 ओ यानी 1 बाट भन्न। ओ यानी भनेको त ओ यानी 1 TW2 THRE3 FOUR FIV5 SIX6 SCVN7 EIGA8 NINE TN10 EELIDEN11 TWON 12 अरु अनि जान्थे। त्यति मात्रै नि? ल अरु के जान्या छौ भन त इन्द्र भन। अय अरु ल ल केसको आवाज हो त्यो? कुकुरको र बिरालोको। कुकुरको कस्तो अरे ल फेरि गर त। सानो कुकुरको हो नि त? अलि ठुलो कुकुरको आउँछ कि भाउ भाउ गर्ने? ल तिम्रो क्लास सरहरु कति जना सरहरु हुनुहुन्छ तिम्रो स्कुलमा? 4 जना सरहरु। 3 सर हुनुहुन्छ, एउटा म्याडम, त्यससँग 4 जना। 4 जना हुनुहुन्छ म्याडम र सर 4 जना। कुन सरले कुन विषयबाट? तिम्रो हेड सरको नाम के हो? कुकुरापुर मगर। तिम्रो क्लास टिचरको नाम? टिचर तिम्रो कुकुरापुर मगर। पवन कुमारी पंगाली। त्यति दुईटा। कस्तो? सीता केसी, सीता म्याडम लिएर अनि पिउसरले पढाउँछ, पिउसरले घन्ट्यानी, सीता म्याडमले शिशुमा। पिउसरले पढाउनु छु नि? घन्ट्यानी। तिम्रो गाउँपालिकाको नाम के अरे? श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गाउँपालिका कालीमाटी। पुरै नाम भन न के हो? कालीमाटी गाउँपालिका। तिम्रो कति वडामा पर्छौ? 2 नम्बर वडा अध्यक्षको नाम के हो? दान बहादुर खत्री। वडा अध्यक्षको नाम के? तिम्रो वडा अध्यक्षको नाम? इन्द्रलाल ओली। अनि गाउँपालिका अध्यक्षको नाम? दीपक कुमारी केसी। हैन अघि नै भन्थिस् त। हैन अझ अगाडि भनेको त्यो दान बहादुर केसी। तिम्रो बस्ने कुन ठाउँमा, कुन गाउँ बस्छौ? माथिल्लो कालो होला। तिम्रो स्कुल यहाँदेखि कति टाढा छ? ल अब यहाँबाट कति टाइम लाग्छ तिम्रो स्कुल पुग्न? आधा मिनट पनि लाग्दैन। एकछिनका? 10 बजे गयो भने 10 बजे गयो भने सारी ठीक 10 बजे गयो भने स्कुल भेट्न। 10 बजे गएपछि कति बजे पुगिन्छ स्कुल? कति नै 10 बजे। 10 बजे घरै गइरहेछ त्यो स्कुल तिम्रो त? त्यसो भए त यहाँबाट कति टाइम लाग्छ स्कुल पुग्न भनेको? आधा 10। कति मिनेट लाग्छ? 10 मिनेट। 10 मिनेटमा स्कुल पुगिन्छ? यो 10
मिनेटका पागल त बिना कामको आधा मिनेटका आधा मिनेटमा स्कुल पुगिन्छ नास्ता के लाग्छ स्कुल जाँदाखेरि रोटी चिउरा दही लक्ष्म कहिले केरा दही कहिले लक्ष्म बारेर तिमीलाई स्कुलबाट नास्ता भनेर दिया छैनन् किन कहिले खायो कि खाएनौ पहिला पुरा खाए नचल नि त अनि पुरा परार कान्नै आजकल गारे कान्नु नआल्छ पहिले कहिले खायो कि खाएनौ नास्ता भनेर स्कुलले दियो कि दिएन खाइ माने खाएन अनि त्यसपछि आजभोलि खिर चिउरा चिउरा मासु दही चिउरा ममसी खिर आजभोलि स्कुलबाट खाएको छैन घरबाट लगेर जान्छौ पैसा पाउँछ कति रुपियाँ पाउँछौ 15 25 25 रुपियाँ एक दिनको 25 रुपियाँ पाउँछौ दिनकै पैसा पाउँछौ एक महिना पछि पैसा दिनुहुन्छ सरहरूले कति रुपियाँ दिनुहुन्छ एक महिना पछाडि सब टोटल गर्दा कोही मस्ते गयो भने त्यसले मस्ते कोही थोरै गयो थोरै कसैले 600 कसैले 1200 पाउँछौ अनि स्कुलमा कस्तो पढाइ हुन्छ त सरहरूले कस्तो पढाउनुहुन्छ राम्रो नै लाठी लान्ने लाठी खानु यहाँ सम्म यस्तो छ पाँच बस मुटकी लान्ने बेन्चले हान्ने अनि मुटकीले हान्नु ब्रिक बनाउने नाक्साबाट गभर्नमेन्ट सरले लिएर हुन्छ राम्रो के गर्दाखेरि हान्नुहुन्छ सरहरूले नजाने भने त्यसै बुझाउँदा झुङ्गी बेला यस्तै निकल्छ को झुङ्गे बेला बोलामा ठाइएर झुङ्गी बेला तिम्रो झुङ्गे बेला सरहरूले आएर हान्नुहुन्छ सरहरूले पनि निदाउनुहुन्छ को सर निदाउनुहुन्छ बढी भाग हुकुम सर बढी निदाउनुहुन्छ हुकुम हेड सरको नाम के अरे तिम्रो स्कुलको हेड सरको नाम